गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि सन्चै आरामै छु र म पनि फेरि अहिले ठुलो मम्मीको घर जान आएको होइन र पुरा कालो लुगा लाएर तल पनि कालो पनि कालो छु म पनि कालै छु। यहाँ चप्पल छ होइन चप्पल नि कालै छ म त सबै कालो के अनि यहाँ दिदी र म जान आएको है। वेदरले पनि साथ त देखाइन है टक्क पानी पर्ला जस्तो हो वेदर पनि के हुन्छ अब पानी पर्छ कि पर्छ है। र हामी पनि अहिले गाडीमा चढेर गर्छौँ गाडीमा के हुन्छ अहिले के हुन्छ फुल भिडियो हेर्नु होला सबले है। फेरि यो टी सर्ट लाउनु पऱ्यो यो वाला यो मान्छेले गरेर नराम्रो के अरे यहाँ अर्को मान्छे यो मान्छे गरेर कस्तो उत्साह है। यो टी सर्ट फेर्न लाग्यो दुईटैले मलाई ल्याङ गरेर हान्लो त्यहाँ पनि ल्याङ कुरा चलिरहेको लुसी आमा गएमा है त हामी पनि अहिले गाडीमा चढी देखाउँछु है। हामी पनि अहिले बेसट्टी हिँडिसकेको छ होइन बाटो नि बबालै छ कि अझै अहिले पिच गरे हो कि यो यस्तो खतरा हो नि बाटो नि बबाल छ बाटो पनि खाली छ अगाडि पनि अँधेरो छ सबै हामी अहिले बेसट्टी हिँडिसक्यो टक्क अघि नै नि भनेको फेरि भन्नु पऱ्यो नि बाटो पनि खतरै छ यताको अहिले देखाउँछु। साम्बाचोक जाँदै हौँ साम्बाचोकदेखि माथि गाउँ साम्बाको घर माथि हामी पनि टक्क भयानक वेदर अहिले पनि खतरनाक छ पानी पर्नुको लागि यस्तो डर लाग्यो भइरहेको पुरा। यो कुन ठाउँ हो तर पानी पर्न थालिसक्यो यस्तो पानी परिरहेको अहिले तर बाटो पनि यहाँको बवाल छ कि त्यहाँ पनि लास पुग्ने ठाउँ हुन्छ होइन तर खतरा भयो पानी नि परिरहेको यस्तो बवाल भइरहेको नि फाइनली साम्बाचोक आइसक्यो हामी पनि त्यहाँ पनि साम्बा लेखिरहेको यो साम्बाचोक भनेको यो साम्बाचोक भनेको भाइ टक्क यहाँ भाइ पुरा बजार भाइ बबाल छ कुदी आइपुग्यो साम्बाचोक बजार पानी भाइ खतरा परिरहेको यहाँ अहिले चाहिँ गाडी रोकेको टक्क यहाँ पनि पानी परेर झ्याल लाग्यो मैले गाडी रोकेको एकछिन यहाँ पनि चौचौक हिँड्नु भयो र म पनि माथि पुगेपछि बनाउँछु।
हावाको स्पर्शसँगै यहाँ आज फेरि तिम्रो नै आभास हो झरेको आँसुसँगै यो मन मरिसक्यो चलिरहन्छ सासियो साथ दिनेछु सदा यो पो यहाँको स्कुल है यो गाउँको स्कुलको नाम पनि थाहा होइन तर स्कुल भाइ ठिकै हो सम्बा पढेको स्कुल हो यो है सम्बा पढेको स्कुल हो सम्बा यो पनि नयाँ कोठा है यसको नाम पनि यहाँ टिपै भ्यू पनि खतरा देख्छ भोलि बिहान म देख्छु अहिले पनि हामी खाना खान लाग्यो होइन यहाँ सब पस्किदिनु हो ठुलो मम्मी यहाँ पनि भाइ छ के भन्नु भन्दै मोबाइल खसेन है खतरा हो यो मान्छे भाइ खालि ठुस ठुस परिरहन्छ यो भाइ पुरै आइसक्यो आइटम पुरै कति बोलेको बात खाएँ है त गाइस म पनि भर्खर उठेको है यहाँको पानी चिसो हेर्नु न यस्तो चिसो त्यही हिमाल छ नि त त्यही भएर त्यही हिमालबाट हो कि म पनि अहिले मुख धोइसकेको छु गाइस सबलाई ह्याप्पी न्यू इयर आज पनि यहाँ खतरा भ्यू देखिरह है तर घाम लागेन र सबलाई नयाँ वर्षको शुभकामना र अहिले भ्यू राम्रो भ्यू देखियो भने म तपाईँहरूलाई देख्छु यहाँ हिमाल खतरा देख्छ कि वहाँ हिमाल टक्क हेर्नु न पुरा छेकिरहेको त्यहाँ घाम लाग्यो है फुल उग्रिन्छ है यहाँ खतरा छ नि उ त्यहाँ छ हिमाल त्यहाँ छ होइन यस्तो खतरा लोकेसनमा छ नि यो घर पनि है अनि मम पनि त्यहाँ काम गरिदिनु भयो यहाँ भात दिन पकाइदिनु भयो है अहिले दिनभरिमा आज त्यति हुन्छ हेर्नु होला र सबैलाई फेरि पनि नयाँ वर्षको शुभकामना आम पनि अहिले बेसी जान लाग्यो है बेसी यहाँ पनि ठुलो मेरो मोल बोकिरहनु भयो अब पुरा खतरा बाटो छ कि यतातिर त्यहाँ पनि कमिलाले गुड बना टक्क त्यहाँ कमिलाले गुड बनाइरहेको त्यहाँ है बल्ल घाम लाग्दैछ अहिले घाम लागेपछि पनि त्यहाँ माथि घरटी पनि खतरा भ्यू देख्छ है अहिले म पनि बाटोमा के हुन्छ सबै देखाउँछु यहाँ टिपै हिमाल क्या नजिक देखेँ यहीँ है हिमाल क्या नजिक देखेँ यस्तो ठाउँ हेर्न सब छोडेको घरहरू छ यता बाटो नि खतरै छ यो पहाडमा पनि हिउँ पर्छ अलि पछि है त्यहाँ हेर्नु हिमाल त्यो खतरा नजिकै देख्छ यहाँ टिपै हिमाल खतरा नजिक देख्छ है यहाँ टिम मुनि जान्दाको पुरा जङ्गलहरू जङ्गल खतरा जङ्गल छ यहाँ है अहिले म पनि फेरि वहाँ पुगेपछि बनाउँछु यहाँको भ्यू खतरा छ हेर्न वाउ क्या बवाल छ यार यस्तो बवाल छ कि यहाँको भ्यू पनि खतरा छ त्यस्तो पहाडमा घर बनिरहेको हेर्नु यस्तो बवाल हो कि वहाँ पुगिसक्यो खतरा खतरा तर र अहिले म पनि यस्तो खतरा भइरहेको नि यहाँ खतरा इन्डिया है वहाँ पुगिसक्नु आएन दाउरा साउरा चिरेर आए टक्क अरू त केही छैन तपाईँहरूलाई घुम्न पनि लाग्यो भने चाहिँ यो ठाउँ आउन सक्नुहुन्छ है खतरै छ हिमाल पनि खतरा देख्छ यहाँ
बवाल बवाल ल हिमाल त्यहाँ हेर्नु यस्तो बवाल छ नि त यस्तो खतरा छ नि त्यहाँ उस अनि यस्तो बवाल छ हिमाल छ त्यहाँ झन् यतिको नजिक हिमाल हुनु त यार खतरा नि अझ हामी त्यो पहाडमा भयौँ भने झन् बढी देख्छ नजिक देख्छ भन्नाले अनि होइन त यतिको त हुनुपर्छ दामी छ भर्खर पातहरू हाल्दै हो बुटमा नि गुड ल म पनि यहीँ बस्ने रे टक्क अब यो कसको हो थाहा छैन मलाई यहीँ बस्छले यहाँ भैँसिन छ ठुलमम्मीहरू त्यहाँ जानुभयो खतरा खतरा भिडियो खिचेछु यो भिडियो आउँछ चाँडै नै खतरा अब म घर पुगेपछि आउँछ हामी भोलि बस्छौँ तर यहाँको भ्यू पनि मलाई बवाल लाग्यो कि बवाल यहाँ घुम्न पनि आउनु सक्नुहुन्छ हिमाल मात्रै देख्थेँ यहाँ पालि हिमाल बाहेक केही देख्थेँ हिमाल यस्तो खतरा छ नि एकचोटि त सब आउनुपर्छ कि यहाँ घुम्न खतरा छ अब अहिले के हुन्छ सब देखाउँछु मलाई पनि बारीमा जान्दैनन् ठुलमम्मीहरूकै गए है केही छैन त्यही नि अहिले खतरा खतरा भिडियो बनाउँछु म अहिले मलाई त लास्ट झ्याउ लगाइरहेको होइन यहाँ बसेको टक्क निद्रा नि आइरहेको हल्का हल्का र यो ठाउँ पनि बवाल हो कि भन्नुपर्दा त यार खतरै हो हल्का क्यामेरा पुस्दिनँ खतरा हो तर यो ठाउँ त यार बवाल ठाउँ हो है त्यहाँ पनि काम गरिरहन् टक्क मान्छेहरू टक्क ठुलमम्मीहरू त्यहाँ हुनु हिमाल हेर्न हिमाल मात्रै देखाउन मन लाग्यो किनकि यो ठाउँमा होइन यस्तो बवाल प्लेस मैले होइन अब गाउँघरमा हुन्छ योभन्दा नि बवाल ठाउँ होला तर मैले देखेकोसम्म अब यो पनि बवाल हो कि अब ठुलो भएपछि म यस्तो खतरा गर्छु यो उसको बारेमा थाहा थिएन होइन भर्खर थाहा पाएको होइन यस्तो हुँदो रहेछ यार यहाँको भ्यूसँगै आफ्नो भ्लगमा आफू पनि देखिने भन्दै टक्क अगाडि पछाडि होइन यहाँ भैँसी छ टक्क है मैले पनि भर्खर थाहा पाएँ यार यो फिचर्स पनि छ मेरो फोनमा भनेर नभए मलाई थाहा थिएन यार खतरा रहेछ यार तर यो हेर्न अगाडिको पनि देख्ने पछाडिको पनि देख्ने वाउ र गाइज आजको ब्लग यति नै भन्दै म अहिले बित्लिन चाहन्छु सबैजना राम्ररी न्यू इयर मनाउनु होला र सबले सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला जतिले पनि फुल भिडियो हेर्नुभयो यहाँसम्म उहाँलाई थ्याङ्क यू भन्न चाहन्छु र यति भन्दै बित्लिन